भने एकताल 18,000 फौजी लगेर गोर्खा राजा पनि शेष गरिदियो। त्यहाँदेखि हात कब्जा लियो पृथ्वीनारायण शाहले। अहिले हाम्रो मङ्गल किराँतको देशमा आएर उनीहरू साँडे भएर हामीलाई भुटानको नक्कली शरणार्थी भनेर हामीलाई नाम लगाइदियो हो। त यहाँको अर्जुनीय शरणार्थी को छ? साला भतुवाहरू आएर यहाँ राज्य चलाएर हाम्रो मान्छे मारिरहेको छ अहिलेसम्म। प्रचण्ड र सुनिरहनु भएको छ तपाईँको कुरा सुनिरहनु। प्रचण्ड र अर्को के पो भन्छ बाबुरामले 17,000 मान्छे मार्यो। हाम्रै राई लिम्बू गुरुङ मगर तामाङ मारिदियो। 300 600 कि 700 मात्रै मार्यो बाहुनहरू र सबै हाम्रो मान्छे मार्यो। यहाँ